लेट्स लुक एट दिस डिजाइन अफ बायोडाइजेस्टर एन्ड एनर्जी अफ बायोग्यास। अब यो डिजाइनको क्वेसन चाहिँ हामीलाई सधैँ प्राय एक एकवटा डिजाइनको क्वेसन सोधिरहेको हुन्छ एभ्री इयर है। त्यही भएर हामी सुरुमा यो डिजाइनको स्टेप्सहरू जान्यो भने जस्तोसुकै क्वेसन पनि गर्न सकिन्छ। त्यही भएर यसको स्टेप हेरौँ। फर्स्ट स्टेप भनेको चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि अमाउन्ट अफ वेट डङ, हाम्रो टोटल अमाउन्ट अफ वेट डङ निकाल्नु पर्यो। अब टोटल अमाउन्ट अफ वेट डङ भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो नर्मल्ली गाई भैँसीहरूले जुन गोबर निकाल्छ त्यसलाई नै हामी वेट डङ भन्छ, ठिक छ। र त्यो भनेको टोटल वेट डङ भनेको हामीसँग भएको जम्मा नम्बर अफ क्याटल भनेको नम्बर अफ गाई भैँसी मल्टिप्लाई बाई एउटा क्याटलले दिनमा निकाल्ने डङलाई मल्टिप्लाई गऱ्यो भने हाम्रो के आउँछ, टोटल वेट डङ आयो। जस्तै हामीसँग 5वटा गाई छ र एउटा गाईले 12 केजी पर डे गोबर निकाल्छ भने हाम्रो टोटल वेट डङ कति आयो, 60 आयो, ठिक छ। अब त्यसमा यति प्राय हामीलाई कलेक्सन एफिसिएन्सी दिएको हुँदैन, त्यो केसमा हामी 100% कलेक्सन एफिसिएन्सी एज्युम गरेर गर्छौँ। तर यदि कलेक्सन एफिसिएन्सी दियो, कलेक्सन एफिसिएन्सी भनेको जस्तै गाईले हाम्रो टोटल गाईले 60 केजी गोबर निकाल्यो। अब त्यो गोबर सोर्दाखेरि पुरै 60 केजी नै हामी सोर्न त सक्दैनौँ नि त, केही त कता कता लस्ट हुन्छ। त्यही भएर हाम्रो टोटल कलेक्ट गरेको डङ चाहिँ कति हुन्छ भन्दाखेरि सपोज यदि हाम्रो कलेक्सन एफिसिएन्सी 80% छ भने यही हाम्रो टोटल 60 केजीमा हामी के गर्छौँ, 80%ले मल्टिप्लाई गर्छौँ। त्यति गर्दाखेरि हामीले कलेक्ट गरेको गोबर चाहिँ कति भयो, 48 केजी भयो, ठिक छ। अब यो 48 केजी गोबर चाहिँ हामीलाई के को लागि युज हुन्छ, स्लरी बनाउन युज हुन्छ है। अब स्लरी भनेको चाहिँ गोबर र पानीको मिक्सचर है, जुन चाहिँ हामी बायोडाइजेस्टरमा फिड गर्छौँ बायोग्यास निकाल्न, ठिक छ। अब बेला बेला चाहिँ हामीलाई के हुन्छ, वेट डङ नदिएर ड्राई डङ पनि दिन सक्छ। जस्तै अ काउ प्रोड्युसेस 2 केजी ड्राई डङ पर डे भन्यो भने त्यो केसमा के गर्ने, सपोज हामीसँग 5वटा गाई छ र एउटा गाईले चाहिँ 2 केजी पर डे ड्राई डङ निकाल्यो भने टोटल ड्राई डङ कति आयो, हामीसँग 5 2 गरेर 10 केजी आयो, ठिक छ। अब यो चाहिँ ड्राई डङ हो। यो ड्राई डङ चाहिँ स्लरी बनाउन युज हुँदैन, ड्राई डङबाट ग्यास निस्किन्छ। अब हामीले स्लरी बनाउनको लागि के गर्नुपर्छ, यो ड्राई डङलाई वेट डङमा कन्भर्ट गर्नुपर्छ। र जेनरली के हुन्छ भन्दाखेरि हाम्रो ड्राई डङ चाहिँ वेट डङको 20% हुन्छ भनेर हामी एज्युम गर्छौँ, अथवा बेला बेला क्वेसनमै हाम्रो डङको चाहिँ 80% चाहिँ ड्राई डङ हुन्छ भनेर दिएको हुन्छ। त्यो पर्सेन्टेजले हामी डिभाइड गर्नुपर्छ। जस्तै 5वटा गाई छ र 2 केजी पर डे ड्राई डङ दियो भने यसको टोटल वेट डङ चाहिँ कति हुन्छ, यसलाई 20%ले डिभाइड गर्नु पऱ्यो। 20%ले डिभाइड गरिसकेपछि यो कति आयो, 50 केजी आयो, ठिक छ। यसरी हामीले वेट डङ, अमाउन्ट अफ वेट डङ निकाल्नु पर्छ। र यो अमाउन्ट अफ वेट डङ चाहिँ हामी के को लागि युज गर्छौँ, स्लरी बनाउन युज गर्छौँ। अब स्लरी बनाउने स्टेपमा चाहिँ स्लरीको लागि चाहिँ हामीले के गर्नु पर्यो, स्लरी बनाउन पानी एड गर्नु पर्यो। स्लरीको पनि रेसियो दिएको हुन्छ, यति रेसियो दिएन भने हामीले 1:1 देखि 1:3 सम्मको रेसियो हामी लिन सक्छौँ है। 1:1 रेसियो भनेको जस्तै हाम्रो यहाँ कति आएको छ, 48 केजी आएको छ नि। 1:1 रेसियो लियौँ भनिसकेपछि चाहिँ 48 केजी डङको लागि 48 केजी नै वाटर हामी एड गर्छौँ। र यदि हामीले 1:3 लियौँ भने सपोज हाम्रो 48 केजी डङ छ, अथवा यो केसमा हाम्रो कति छ, 50 केजी डङ छ भने हामीले 50 × 3 भनेको कति भयो, 53 जा 150 भयो होइन। 50 × 3 गर्दा 150 भयो। 150 केजी चाहिँ हामी के गर्छौँ, वाटर एड गर्छौँ, ठिक छ। यति गरेर हामीले के बनाउँछौँ, स्लरी बनाउँछौँ। अब यति गरिसकेपछि हाम्रो टोटल स्लरीको अमाउन्ट चाहिँ कति भयो, जस्तै हामीले 1:3 को केसमा गऱ्यो भने यो हाम्रो कति 50 केजी छ, यो हाम्रो 150 छ। त्यसपछि टोटल स्लरीको वेट चाहिँ हाम्रो कति आयो, 100 केजी भयो हाम्रो स्लरीको वेट, ठिक छ। यसरी हामीले स्लरीको वेट निकाल्छौँ है। स्लरीको वेट निकालिसकेपछि नेक्स्ट स्टेपमा हामी के गर्छौँ भन्दाखेरि हामी स्लरीको भोल्युम निकाल्छौँ। स्लरीको भोल्युमलाई चाहिँ हामी बेला बेला डेली फ्लो रेट पनि भनिन्छ, अथवा डेली डिस्चार्ज पनि भनिन्छ। इदर डेली फ्लो रेट, इदर डेली डिस्चार्ज, यो जुनसुकै टर्म पनि युज हुन सक्छ, ठिक छ। यो स्लरीको लागि चाहिँ हामी के गर्छौँ भन्दाखेरि जस्तै हाम्रो 200 केजी स्लरी बनाउँ भनेपछि हाम्रो स्लरीको भोल्युम निकाल्नको लागि हामी के गर्छौँ भनेको मास बाई डेन्सिटी हो नि त होइन। यही स्लरीको मासलाई हामीले स्लरीको डेन्सिटीले डिभाइड गर्छौँ भनेको 200 केजी स्लरी बनाउँ भनेपछि 200 केजी बाई डेन्सिटी सपोज हाम्रो 1050 छ भने 1050ले हामी डिभाइड गर्छौँ, जुन गर्दाखेरि हाम्रो के आयो, हाम्रो स्लरीको भोल्युम आयो, ठिक छ। र यो डेन्सिटी चाहिँ प्राय हामीलाई क्वेसनमा दिएको हुन्छ, यदि क्वेसन दिएन भने हामीले लगभग 1000 भन्दा धेरैको भ्यालु एज्युम गर्ने है। अब नेक्स्ट स्लरीको भोल्युम आइसकेपछि अब स्लरीले डाइजेस्टरमा कति भोल्युम अकुपाई गर्छ भनेर हामीले निकाल्नु। स्लरी इन डाइजेस्टरको फर्मुला भनेको चाहिँ भोल्युम अफ स्लरी, जुन हामीले 100/1050 गरेर
निकालेको हुन्छ। सपोज यो यसको भ्यालु सपोज 0.2 आयो भने है, सपोज 0.2 खासै हिसाब गरेको छैन, 0.2 यसको भ्यालु भयो भने है, अब हाम्रो स्लरी इन डाइजेस्टरमा चाहिँ स्लरीले कति भोल्युम अकुपाई गर्छ भन्दाखेरि हाम्रो यो भोल्युम अफ स्लरी जुन भनेको 0.2 इन्टु रिटेन्सन टाइम। अब यो रिटेन्सन टाइम भनेको चाहिँ के हो भन्दाखेरि सपोज हामीले आज गोबर ग्यासमा अथवा हाम्रो डाइजेस्टरमा स्लरी पठायौँ भने आजको भोलि हामी स्लरी निकाल्दैनौँ, त्यसलाई केही दिनसम्म राखिन्छ है। त्यसै गरी अब हाम्रो गाईले त जहिले गोबर पार्छ, त्यसपछि एभ्रिडे हामीले डाइजेस्टरमा त फिड गरिराख्नु पऱ्यो होइन। त्यसपछि कति दिनसम्म फिडिङ गरेर चाहिँ हामी डाइजेस्टरबाट हाम्रो सबै यो फिड गरेको वेस्ट मेटेरियलहरू निकालिन्छ, त्यसलाई हामी रिटेन्सन टाइम भन्छौँ। रिटेन्सन टाइम चाहिँ जेनरली 15 देखि 60 डेजसम्म हुन्छ। सपोज हाम्रो यो केसमा रिटेन्सन टाइम 20 डेज भयो भने चाहिँ स्लरीले अकुपाई गर्ने भोल्युम कतिको 0.2, हाम्रो डेली डिस्चार्ज 0.2 छ, गर्दाखेरि हाम्रो 4 मिटर क्युब चाहिँ हाम्रो टोटल डाइजेस्टरमा चाहिँ स्लरीले अकुपाई गर्यो। ठिक छ। अब यो डाइजेस्टरकोमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि सपोज यो डाइजेस्टर भयो भने डाइजेस्टरको माथि अलिकति ग्यास अकुपाई गर्ने ठाउँ पनि हुन्छ। ठिक छ। र यहाँबाट हाम्रो स्लरी आयो भने हाम्रो यो पोर्सन स्लरीले अकुपाई गर्यो भने माथिको पोर्सन ग्यासले अकुपाई गर्यो। ठिक छ। यो स्लरीले अकुपाई गरेको भोल्युम र ग्यासले अकुपाई गरेको भोल्युम टोटल दुईवटा भोल्युम जोड्यो भने चाहिँ हाम्रो के हुन्छ, हाम्रो डाइजेस्टरको भोल्युम हुन्छ। ठिक छ। अब त्यसको लागि अब यो स्लरीको भोल्युम त हामीले यहाँबाट निकाल्यो 4 मिटर क्युब होइन। अब ग्यास होल्डरको पनि निकाल्नु पऱ्यो। यो ग्यास होल्डरको चाहिँ के हुन्छ भन्दाखेरि ग्यास होल्डरको केसमा चाहिँ हाम्रो ग्यास होल्डरले चाहिँ हाम्रो 10 देखि 25% चाहिँ डाइजेस्टरको भोल्युम अकुपाई गर्छ। ठिक छ। 10 देखि 25% डाइजेस्टरको अकुपाई गर्छ। त्यही भएर यो ग्यास होल्डरको साइज भनेको चाहिँ हामीले के गर्छौँ भन्दाखेरि अब हामीले कति पर्सेन्ट लिने त, कति पर्सेन्ट लिने हो त्यो पर्सेन्ट माथि राख्छौँ र 100%मा त्यो पर्सेन्ट माइनस गर्छ। सपोज 10% चाहिँ ग्यास होल्डरले अकुपाई गर्यो भने स्लरीले अब फेरि बाँकी रिमेनिङ स्लरीले गर्नु पऱ्यो, 90% स्लरीले गर्यो है। त्यसै गरी 25% चाहिँ ग्यास होल्डरले अकुपाई गर्यो भने अब बाँकी हाम्रो कति रह्यो 100%मा 75% रह्यो। त्यो 75% चाहिँ हाम्रो स्लरीले अकुपाई गर्यो। ठिक छ। त्यसरी हामी रेसियोको फर्ममा राखेर यो भोल्युम अफ स्लरी इन डाइजेस्टर जुन हामीले यहाँ निकालेको छ नि यो 4 मिटर क्युब, यसले हामीले यहाँ मल्टिप्लाई गर्छौँ। ठिक छ। त्यति गरेपछि हाम्रो ग्यास होल्डर साइज आयो। यो ग्यास होल्डर साइज निस्किसकेपछि अब हाम्रो नेक्स्ट स्टेप भनेको के हो, टोटल भोल्युम अफ डाइजेस्टर जुन भनेको स्लरी इन डाइजेस्टर प्लस ग्यास होल्डर साइज गर्यो भने हाम्रो के हुन्छ, टोटल भोल्युम अफ डाइजेस्टर आउँछ। जस्तै यो केसको लागि हामीले सपोज 20% ग्यास होल्डर लियो भने हाम्रो 20% ग्यास होल्डरले अकुपाई गर्यो भने चाहिँ बाँकी कति रह्यो 100 - 20 80 भयो। बाँकी 80% स्लरीले अकुपाई गर्यो। त्यति गर्दाखेरि हाम्रो अब बाँकी कति रह्यो 1 मिटर क्युब चाहिँ ग्यास होल्डर साइजले अकुपाई गर्यो। त्यो केसमा 4 मिटर क्युब स्लरीले गर्यो, 1 मिटर क्युब ग्यासले गर्यो भनेपछि र टोटल भोल्युम चाहिँ कति ग्यास होल्डरको 1, स्लरीको 4 गर्दाखेरि 1 + 4 गर्दाखेरि 5 मिटर क्युब यसरी यो चाहिँ स्लरीले अकुपाई गर्यो। ठिक छ। यसरी हामी चाहिँ बायोग्यासको डाइजेस्टरको डिजाइन गर्न सक्छौँ। ठिक छ। अब नेक्स्ट भिडियोमा चाहिँ वी विल सी द स्टेप्स फर एनर्जी क्यालकुलेसन है। बस, थ्याङ्क यू।